ल हाम्रो चाहिँ अब निस्केको यहाँबाट अङ्कल म चाहिँ भर्खर उठेको मान्छे त अघि रेडी भइसकेको छ एक्साइटेड गई गरेर बसेछ बिचारा नै उ त पार्किङ सफा गरेको नि अघिसम्म चुप्प लाएर बसेको थिएँ होइन अर्जुन मामा अघिदेखिको सुन्न अघिदेखिको चुप्प लाएर अनि मैले क्यामेरा तेर्साएँ नि हात थाप्दैछ यसो गरेर फेरि सोध्नु नि फेरि मलाई तपाईँ टी-सर्ट किन नलाउँदा मलाई डेनिस बाबुले परै किनिदिन्छ अरे बाटोमा सबै परिपार बनाइसकेको जुलाईले एकदम बोल्ने पक्का है अर्जुन दाजु बिस्तारै गर्नु है हो त पक्रिनु हुँदैन नचलाउनु तपाईँले त्यो जे पनि हुनसक्छ जे पनि हुनसक्छ कि भने उयसमा स्कुटीमा जान्छु स्कुटीमा जानु परै बिदा गर्नु पर्यो रुने चकटी उदै गर्नु हाल्छ है तिमीहरू चाहिँ रुइहाल लुजो म त कस्तो खुसी छु नि किन रुनु नि अब होइन हो यो कम्फर्टेबल हो यो लगाएर गएछ ठिक्कै हुन्छ जुत्ता लाउनु परिहाल्यो नि होइन हौ जिन्सहरू यस्तो म भए त ट्राउजर लाउँथेँ आमा यसले यो लगाएछ ज्याकेट बोकिस् नि होइन त्यहाँ छोडिदिनु बाबु एकछिन उयो जानुहुन्छ त्यो उसमा राख्नु न त्यो गुरुङ सर ल्याउनु यता किन उभिरह होला कपडा नलगाएर ढिलो हुन्छ ऊ 5:30 बजे अहिले होइन 6 बज्न आँटे अब अफिस कसरी सोनीलाई छोडेर 7 बजे कि 5 बजे जान्छ है अफिस कम्ती खुसी छैन अफिस जाने भनेपछि अब हेर्दा त्यो यस्तो भनिन्छ अबि आफ्नो काम सबै भ्याएर गएको सबै भ्यायो उसको काम त ल अब सोनीले एकैचोटि उहाँनिर गएर एयरपोर्टमा गएर त्यहाँ आउँछ नजारा अहिले गाडीमा गयो नि अघि एटिजी हाल्दाखेरि ढिलो त भएन होला नि त होइन छैन अबि 20 मिनटमै पुग्छ अहिले त बिहान खाली हुन्छ नि त अर्जुन दाजु जाम हुँदैन अर्जुन मामाले त अनि अरू बेला छिट्टो रेडी भइहाल्नु थियो आज किन ढिलो सुतेको सुते हुनुभयो अनि हिजो बेलुका अलिक बिसन्चो थियो नि एउटा लगेज एउटा के भन्छ यहाँ यो अस्ति फेरेको नि त गाडी हरू त्यो के भन्छ अस्ति त्यो गाउँमा हुँदाखेरि रात छटपट्टि पनि अनि त्यो चिसो पानी खाएँ कि मैले फ्रिजमा राखेको अहिले तर होइन सबैजना उयो भइरहेछ घाँटी दुख्ने तर धेरै उतै लगाएर सोनी पठाउनु पर्छ मेरो कान्छु राम्रोसँग जानु ल टेन्सन नलिनु है होइन ठाउँमा जानु जानु मैले फेरि टाउको जम्मै सेभ गरेर अगाडिमा बस्छु पर्दैन सोनी बस्छ कसरी बिहोरा नभएको है लखने राम्री है यो सिकाउने कि अब ल्याउनु त्यहाँ खिच्नु पनि के गरी खिचेको बाङ्गो बाङ्गो पाराले बिहोरा नभएको हजुर एकछिन है बिस्तारै है त्यहाँ यहाँ ढोकान लाग्छ बिस्तारै गर्नु पर्नु पनि भइसक्यो अर्जुन दाजु यसो घुमेर आउनु ल बिहान बिहानै ल डेनिस बाबु ल ल सोनी ल हुन्छ खोल्दिनु ल राम्रो बस्नु ल ल बाई बाई भगन आउनु न म लिन्छु हिजोको बौद्ध फेरि खोल्नु फेरि खोल्नु मैले थिचेर स्पेशल छैन फोनमा रमाइलो भएको इटारी जाने बेलामा यसपालि मेरो चाहिसँग हिँड्दाखेरि बेला बेलामा फेरि सातो लिइदिने के गाडी कुदाइदिएर यसरी कुदाइदिने फेरि अनि फेरि एकदिन पछि अनि म त्यस गरेर बसेँ कि अनि काइनलाई च्याप्प समाउँछ यसरी गर्छ नि म सबै राखिदिन्छ गाईले फेरि है अब जयलाई बिस्तारै गरेन भन्नु भने डर लागेछ है उहाँको सुरा कुदाएको तर माया पनि मलाई पर्लै डेनिस बाबुको माया कसम बिहानै भनेको छ है पुरुष पनि गरे होइन पर्लै माया लाग्छ मलाई माया साँच्चो माया गर्नु थियो कि उहाँले चाहिँ अरूहरूले चाहिँ अनि अरूहरूले नि गर्छ सफाइ गर्न त उहाँले चाहिँ कस्तो भने एकदम के
ओरिजिनल मान्छे के ओर्जिनल मतलब दायाँ बायाँ एकदम चित्त नबुझेको कुरा भनिहाल्ने अनि मनमा केही उ नभएको मान्छे के भएको छ त्यही भएर यो सोनी भान्जी जान लाग्यो मलाई कस्तो मन कस्तो भइरहेछ मलाई फेरि सोनी भान्जीले नि त ओरिजिनलमा आयो भने फेरि सोनी मेरो भान्जीले मलाई के ठ्याक्कै भिसा लाग्ने बित्तिकै उहाँले थियो मामा मेरो यस्तो भयो भनेर फोन गऱ्यो त्यो भोरी भाडा हेर है सबै भोरी भाडा छ साइड पऱ्यो है ए हो सबै एउटै खाली छ नि हेर त जम्मै भरिभरि मेरो भान्जी त राम्रो साथन लाग्यो एकदम राम्रो छ मेरो भान्जीलाई सोचेर गएको भन्दा नि बढी एकदम राम्रो होस् मामालाई हेर्न नबिर्स्यो है हस् मामा त्यो निसाले जस्तो चटक्कै नबिर्स्यो है बिर्सिदिन हौ निसाले मैले यस्तै गरेर स्टाफिङ गर्न जाने दुनियाँ गरेर गरेको अहिले त्यति सम्झिँदैन नि बिजी हुन्छ नि त त्यही भएर विदेशमा बिजी हुन्छ त्यो ठुल्जी र ठुली भन्नाले कति माया गर्छन् मलाई पर्लाई माया गर्छ माइली बहिनी पनि गर्छ माइली बहिनी डेनी बाबु एउटै हो कि ठङ ठुङ भाङ भुङ होइन भयो हुन्छ नभए कत्रो गुन्छ भनेको थियो कि त्यही भएर साह्रै अब के कुरा भन्न मन लागेको थियो अब भिडियो कलमा भनेर तपाईँलाई है हामी सोह्रखुट्टे आइपुग्यौँ मर्निङको 6 बजे हो 9 बजेको फ्लाइट चाहिँ त्यत्तिकै हामीले फोन गरिहाल्यो अर्जुन मामा अरू बेला एकदम छिटो रेडी भइहाल्नुहुन्थ्यो आज चाहिँ योपालि चाहिँ सुतेको सुत्दै हुनुभएछ म जाने बेलामा चाहिँ होइन पुजिसँग पुरानो जाँदाखेरि त अगाडि नै रेडी भइसक्नु भएको हुन्थ्यो होइन नि हो यतिखेर नै हो ए हो जाने बेला त आगै थिएन के को ए हो तपाईँमा गएन पुर्याउनु कान्छेले बिसार उता राति गएर न होइन अहिलेको पहिलाको पानी योपालि चाहिँ भने तपाईँमा गएन नि अनि हात्तीले मलाई त्यहाँसम्म छोडिदिएर अनि गएर होइन कस्तो हल्ली है हल्लियो खाल्टोले होला खाल्टोले क्यामेरा हल्लिन्छ हामी चाहिँ डेन्स अङ्कल हजुर मामा म छु अनि त्यसपछि अङ्कल चाहिँ स्कुटरमा आउँदै हुनुहुन्छ अङ्कल चाहिँ यहाँबाट सिधै अफिस जानुहुन्छ नि त होइन त्यही भएर जाने आउने हो त स्कुटरमा कहाँ पुगिसक्नु पनि भयो होला अफिस जानुहुन्छ अरे क्या मलाई पुऱ्याएर सिधै त्यहाँ एउटा चिन्नु भनेको खाँदा किन्ने पर्दैन भनेको मैले चाहिँ पर्छ बाहिरबाट हाँको गरेर छ भित्र रहिरहेको के भन्ने के गर्नु यस्तै हो तर मेरो भान्जी 6 मा पुगेन पाखा म किन होइन राम्रो नि त्यहाँ पनि सबै भेट भइहाल्छ कान्छी साइडी छ सबैजना छ घर परिवार जस्तै हुन्छ खिड्कामा कुरा गर्न पाइहाल्छ पहिला जमाना जस्तो होइन होइन हो नि हो मलाई त तिम्रो भिडियो कल गर्ने बनाइदियो होइन भान्जी हजुर अनि कस्तो गोरो देखियो त मलाई त है गोरे हुन्छ नि त कति काले रहेछ म त 4 दिन गाउँमा कालो गाउँमा छु धादिङ गर्मी हुन्छ नि त होइन अबे कुरै नगर्नु है म त भित्र र बाहिर पनि निस्किनँ हो गर्मी हुन्छ पङ्खा चलाउने बसिरहने मटर उतै ल्याउनु पाउँछ भने चाहिँ पाउँछ होइन पाउँछ स्कुटीसँग हाल्दा पुऱ्याएको जस्तो गरेर ट्रली ल्याउनै सक्छ परदेशी भइयो नि त अब त छुट्टीमा मात्रै आइन्छ के गर्नु होइन त अर्जुन मामा हामी चाहिँ एयरपोर्ट आएको भर्खरै ढिलो भइसक्यो यति फोन गरिसक्यो काले अङ्कललाई देख्नु भएन मलाई फोन गरेको ल नरिकन जानु ल लु बाई बाई ल है पुगेर फोन गर्छु ल
चाहिँ लाइनमा लागेको छु यहाँ चाहिँ काइला अङ्कल चाहिँ ढिलो भयो चाबेलमा हुनुहुँदो रहेछ त्यही भएर नपर्खेको एकदम ढिलो भइसक्यो तपाईँले उबाट यहाँ आएर 15 मिनेट लाग्छ ल भने म जान्छु अब जाने ल, जाने दिन्छ अङ्कल, ल, बाई बाई ल। फोन गरेको उठाएन उयोसम्म त जानु दिन्छ होला त्यसमा दिइहाल्ला यो चाहिँ म चाहिँ भित्र आएर 2 घन्टा डिले छ भनेर थाहा पाएपछि इमिग्रेसनमा गएको इमिग्रेसनमा पनि चेक गराउनु पर्छ नि डकुमेन्टहरू अनि त्यसपछि सेक्युरिटी चेकिङ पनि भयो सेक्युरिटी चेकिङ पनि भ्याएर म चाहिँ बसिरहेको छु किनभने 2 घन्टा डिले भयो नि त फ्लाइट 9 बजे उड्नुपर्ने 11 बजी मात्रै आउने भयो अनि म चाहिँ यसरी बसिरहेको छु बसेको भए सबै लगेज ह्यान्डब्याग जम्मै दिएँ मैले चाहिँ अनि यसरी नै वेटिङ हलमा बसिराखेँ किनभने हामी त धेरै अगाडि गएको थियौँ नि त 9 बजेको 9 बजे नै के भन्छ फ्लाइट डिपार्ट हुन्छ भनेर अनि यसरी वेटिङ हलमा वेट गरेको गरेँ यो चाहिँ अनि हाम्रो बल्ल बल्ल फ्लाइट प्लेन आएर हामी चाहिँ लाइन लागेको बोर्डिङको लागि प्लेनमा चढ्नुको लागि चाहिँ लाइन लागेको अनि यसपछि चाहिँ गाडीमा चढ्यौँ ल अनि त्यसपछि चाहिँ हामी फ्लाइटमा म चाहिँ मेरो सिटमा बसेँ यतापट्टि चाहिँ एकजना मेरो अर्को एकजना त्यहीँ भनेको साथी पनि थियो ऊ पनि एकदमै राम्रो थियो उसको फोटो पनि हालिदिन्छु म यहाँनिर उनी चाहिँ दुबई जानु आएको रहेछ मेरो पनि दुबई ट्रान्जिट थियो अनि हामीसँगै एउटै सिट ओरेर परेको थियौँ नि त हामी अनि फेरि ब्लगहरू पनि हेर्दो रहेछ सालिसेनाहरू कालीसेनाहरूलाई पनि चिन्नु पनि रहेछ अनि मलाई कहाँ देखेको जस्तो भनेर भन्यो कुरा निकाल्यो अनि कुरा निकाल्दै गरेर कुरा गर्दै गयौँ हामी अनि म चाहिँ मुभीहरू लगाउँदै थिएँ यति बेला अनि चाहिँ नेपाल छोड्दै आइरहेको भिडियो म चाहिँ बिचमा थिएँ अनि यतापट्टिको छेउको दाइलाई भनेको थिएँ भिडियो लिइदिनु भनेर अनि त्यसपछि के हेर्ने भनेर म चाहिँ मुभीहरू हेरेको थिएँ एउटा मुभी सकाएँ त्यसपछि खानेकुरा आयो अनि हामीले खानेकुराहरू खायौँ त्यसपछि फेरि मेरो एउटा अर्को राम्रो फिल्म हेरेँ एकदमै कमेडीवाला हिन्दी मुभी त्यो मुभी पनि फुल सकाएँ खानेकुराहरू खायौँ हामी दुईजनाले पनि मिलेर खाएको अनि त्यसपछि टाउको अलिअलि दुख्न थाल्यो अनि फेरि खानेकुराहरू खाँदै मुभी हेर्दै गफ गर्दै बस्यौँ हामी चाहिँ अनि त्यतिकैमा चाहिँ एकछिनपछि लाइन भएपछि बाहिर यस्तो धेरै गर्मी थियो दुबईमा अनि मलाई टाउको एकदम धेरै दुख्दा थियो कि एक साइड मात्रै किनभने त्यो लाइन हुने टाइममा चाहिँ दुबईमा चाहिँ एकदमै धेरै घुमाएको थियो क्या त्यही भएर चक्कर चढाएको थियो मलाई अनि त्यसपछि यो चाहिँ दुबईको एयरपोर्टभित्र है यो चाहिँ दुबईको एयरपोर्टभित्र योभन्दा अगाडि चाहिँ हाम्रो के भन्छ फ्लाइटको बारेमा बुझ्न भनेर गएको थियौँ अनि त्यतिखेर चाहिँ थाहा भयो कि हाम्रो चाहिँ आज फ्लाइट हुँदैन हामी चाहिँ आज होटलमा बस्नुपर्छ भनेर अनि हामी चाहिँ होटल खोज्दै भित्र गएको थियौँ भित्र जानु भन्दा अझै यति धेरै स्टोरहरू अनि यति धेरै मलहरू रहेछ है अनि त्यसपछि बल्ल भित्र होटल पुगिँदो रहेछ यो चाहिँ बाहिरको नजाराहरू अनि मेरो के भन्ने थियो भने टाउको यति धेरै दुख्न थियो एक साइड मात्रै दुखेको थियो क्या अनि मैले त्यसपछि भने त्यहाँ मेडिकल के भन्छ एकजना स्टाफलाई अनि उहाँले चाहिँ मलाई नर्स आउनुभएको थियो एकजना अनि उहाँले हेरिदिनु भयो सबै अनि दबाईहरू दिनुभयो मैले खाएँ यो चाहिँ पछि होटल आइसकेपछिको हाम्रो खाना आउने चाहिँ होटलहरू चाहिँ सबै एयरलाइन्सले नै हेरेको थियो क्या हाम्रो एकोमोडेसनहरू जम्मै अनि त्यसपछि मैले यो खाएँ चाहिँ पाइनएप्पलवाला थियो पाइनएप्पल कर्ड विथ पाइनएप्पल एकदम मिठो थियो त्यसपछि डेजर्टहरू खाइयो थोरै धेरै त खाइनँ थोरै खायौँ अनि त्यसपछि टन्न पेट अगायो यति खाएँ मैले चाहिँ थोरै के भन्नु यसलाई है धेरै नै भयो मैले सोचेको थिएँ आजै लान्छु म जर्मनी अझै पुग्छु भन्ने सोचेको थिएँ तर होइन रहेछ मर्निङमै
9 बजेको फ्लाइट नै डिले भयो 9 बजे हिँडाउनु पर्ने 11 बजे 11 बजे साढे डिले भयो 11 बजे पनि अझै भएन 11:40 त्यस्तै भइसकेको थियो के भन्छ हिँडाउने बेलामा चाहिँ अनि त्यसपछि अनि यहाँ आउँदाखेरि त 3 साढे 3 नै भइसकेको थियो दुबई आइपुग्दाखेरि अनि यहाँ त्यसपछि चाहिँ इमिरेट्सको फ्लाइट थियो अनि त्यो चाहिँ भएन अनि होटलमा राखेको छ अहिले चाहिँ मस्त खानासाना खाएँ त्यो भिडियो मैले यहाँ हाल्छु अनि भिडियोमा चाहिँ भोइस ओभर गर्छु किनभने म्युजिकहरू आउँछ नि त अनि त्यही भएर अनि अहिले चाहिँ म होटलमा छु एक्लै सेपरेट रुम हुन्छ यहाँ चाहिँ एकै ठाउँमा बस्न मिल्दैन अनि म हजुरहरूलाई मेरो अब रुम टुर देखाउँछु है त यस्तो छ यो चाहिँ मेरो वासरुम स्किन केयरको सामानहरू छ जुन चाहिँ मैले पनि हेरेको छैन हेर्नुपर्ने छ होइन अनि मिरर छ हेयर ड्रायर छ बेसिन भइहाल्यो यो म भइहालेँ नुहाउनु पर्ने छ म मस्तले नुहाउँछु घरमा सबसँग कुराकानी गरेर बसेको म चाहिँ टन्न खाएको छु पेट त्यही भएर हल्का उटुस चाहिँ निस्केको रहेछ अनि यहाँनिर यो छ अहिले नुहाएर लाउँछु अनि यहाँनिर स्लिपर भइहाल्यो यो यस्तो छ यहाँ पनि छ मिरर ठुलो यो म भइहालेँ कपाल लामो भएको छ मेरो त हल्का हेयर कट गरेर आउनु पर्यो भनेर भनेको भ्याउँदै भ्याएन के कामले गर्दाखेरि अब फेरि जब तपाईँ त्यता काट्यो भने पनि मिल्दैन नि त कट अब अलिक टाइम पछि आफै काट्छु यो मेरो बेड भइहाल्यो यस्तो छ है मेरो बेड यहाँ पनि छ मिरर यहाँनिर छ टिभी डियर मिस सोनिया कार्की यहाँ यस्तो छ अनि मेरो मिनी फ्रिज पनि छ यहाँ जुनमा चाहिँ केही पनि छैन यस्तो छ अनि यहाँ यस्तो छ कफीहरू पनि छ यहाँ चाहिँ ल म चाहिँ अब फ्रेस हुन्छु अनि त्यसपछि फेरि मेरो आफन्तजनहरूलाई फोन गर्छु जसले पिर मान्नु भएको छ उहाँहरूलाई यसो फोन गर्छु फोन गरेर के छ हालखबरहरू भनेर बुझ्छु है त ल त बाई बाई मेरो चाहिँ आजकल म लामो भिडियोहरू बनाउनै सक्दिनँ भ्लग बनाउनै सक्दिनँ किन भन्दाखेरि चाहिँ मेरो फोनले अहिले धोका दिइराखेको छ कि मलाई मेरो फोनमा स्पेस नै नभएर बनाउनै सक्दिनँ म लामो भिडियो पनि मैले काटेर हाल्नुपर्छ क्या अहिले चाहिँ मेरो फोनमा अहिले पनि धेरैवटा भिडियो बाँकी छ होइन जुन चाहिँ मैले एडिट गरेको छैन अनि त्यसपछि हुँदैन क्या आजकल हुँदैन स्पेसै पुग्दैन यस्तो गाह्रो भएको छ नि मलाई अब यो भिडियो म कसरी एडिट गर्छु मलाई थाहा छैन तर म एडिट गर्छु आजै ल म चाहिँ भर्खरै नुहाइ गरेर बसेको नुहाइ गरेँ टाउको नुहाएँ जिउ नुहाएँ अब चाहिँ म एकछिन रेस्ट गर्छु ल मैले चाहिँ नुहाइ गरिसकेँ अब चाहिँ म हेयर ड्राई गर्छु कराते खेल्नेहरू जस्तो देखेको क्या मलाई त चाहिँ अब पुस हान्ने जस्तो म चाहिँ हेयर ड्राई गरेर पनि भ्याएँ